हेर्नु अनि कहिलेकाहीँ त दालै नभए जस्तो तरकारी पकाउने बेलामा के पकाऊँ हुने के साथीहरू है। अब यसलाई यसरी निचर्ने अनि यहाँ राख्ने। तोरीलाई चाहिँ यो ठाउँतिर चाहिँ साथीहरू कालो तोरी भनेर भनिँदो रहेछ साथीहरू। अनि यो तोरी चाहिँ कार्तिक मौसमतिर चाहिँ साथीहरू यो तोरीको चाहिँ सागहरू एकदम खाने बेला हुन्छ। अनि कति राम्रो छ है। अनि तपाईहरुले पनि थोरै ठाउँहरू छ भने यसरी नै बोराहरूमा रोप्न सक्नुहुन्छ। अनि यस्तो बट्टा खाली बट्टाहरूमा यो बट्टाहरू त्यतिकै फाल्नुपर्छ हैन साथीहरू। बोरे साग। हेलो साथीहरू, गुड मर्निङ अनि जय मसी। आजको यस बिहानी म मेरो भ्लगमा तपाईहरुलाई स्वागत गर्दछु। साथीहरू तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि यहाँ म पनि सन्चै छु साथीहरू। अनि साथीहरू आज चाहिँ म बिहानै मेरो भिडियोलाई स्टार्ट गरेको छु साथीहरू। धेरै दिनपछि फेरि नयाँ भिडियोको साथ आएको छु है साथीहरू। अनि आज दिनभरिको मेरो भिडियो कस्तो रहनेछ साथीहरू तपाईहरुले हेर्दै रहनु होला है त साथीहरू। आजको यस बिहानी चिसो मौसमसँगै म तपाईहरुलाई पहेँलो फ्लावर्सहरू देखाउने छु है साथीहरू। अनि त्यो फ्लावर्सहरू चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। अनि साथीहरू फ्लावर्स चाहिँ यस्ता छन् है, तपाईहरुले देख्न सक्नुहुन्छ। ती धेरै फ्लावर्सहरू फुलिरहेछन्। यहाँ त साथीहरू हेर्नु त झन् कति ठुलो झ्याङ छ है। यति ठुलो अग्लो झ्याङ छ। अनि साथीहरू यो फ्लावर्स चाहिँ के को होला भन्नुहुन्छ होला भने साथीहरू यो चाहिँ हिजो आज चाहिँ तोरी अनि रायोको सिजन छ नि त हैन साथीहरू। अनि यो चाहिँ तोरीको फ्लावर्स हो है। यति ठुलो झ्याङ छ। यति धेरै राम्रो फ्लावर्सहरू छन् साथीहरू। अनि यतातिर पनि देख्न सक्नुहुन्छ। अनि उतातिर चाहिँ साथीहरू यो चाहिँ तोरी रायो हो है। अनि साथीहरू यहाँ चाहिँ हेर्नुस् त कति ठुलो झ्याङ छ है। यो फ्लावर्सहरू झरिसकेको छ तर यति धेरै ठुलो रुख छ। अनि साथीहरू तपाईहरुलाई लाग्न सक्छ यो फ्लावर्सहरू चाहिँ तोरीको फ्लावर्स पनि यति ठुल्ठुलो हुन्छ र भन्ने लाग्छ होला साथीहरू। मलाई पनि त्यस्तै लाग्थ्यो तर हुँदो रहेछ साथीहरू। हेर्नुस् त कति धेरै ठुल्ठुलो झ्याङ छ है। यो पनि कति धेरै ठुलो झ्याङ छ साथीहरू। यो सबै तोरीको फ्लावर्स है साथीहरू। अनि हाम्रो पहाडतिर पनि साथीहरू यस्तो खालको तोरी चाहिँ हुँदैन थियो। यहाँ चाहिँ यति धेरै ठुल्ठुलो तोरीहरू हुँदो रहेछ साथीहरू। मान्छे भन्दा नि अग्लो तोरी के साथीहरू हेर्नु त है कति ठुल्ठुलो छ हैन त साथीहरू यो भएकोले। अनि साथीहरू तपाईहरुले पनि यो तोरी चाहिँ खानु भएको छैन, तपाईहरुलाई थाहा छैन यसको बारेमा भने चाहिँ तपाईहरुले कुनै ठाउँमा जाँदाखेरि तपाईहरुले भेट्नुभयो देख्नुभयो भने तपाईहरुले ल्याएर अनि यसलाई उमारेर साथीहरू मजाले यसको तरकारीहरू खान सक्नुहुन्छ है त। यसको तरकारी चाहिँ एकदम मिठो हुन्छ साथीहरू। अनि यसलाई चाहिँ पातहरू ठुल्ठुलो हुन्छ टिपेर अनि काटेर अनि त्यसपछि कुकरमा राख्ने अनि थोरै पिठो हालेर सिटी हाल्यो भने चाहिँ यसको तरकारी चाहिँ एकदम मिठो अनि एकदम नरम हुन्छ है साथीहरू। नाब उम्रेको छ साथीहरू। अनि फुलेर पनि यिनीहरू चाहिँ सबै दाना लागिसकेको छ। हेर्नुस् त साथीहरू कति धेरै लटरम्मै दानाहरू लाउँछ है यति बाग्लो। अनि यो दानाहरू चाहिँ साथीहरू अब पाक्ने बेला भइसकेको छ। अब यो दानाहरू पाकेपछि सुक्छ अनि सुकेपछि चाहिँ यसलाई उठाएर साथीहरू यसको चाहिँ हामीले तेल पेलेर तरकारीमा तेलको रूपमा नि प्रयोग गर्न सकिन्छ मजाले साथीहरू। अनि अर्गानिक पनि भयो हैन साथीहरू। बजारको तेलभन्दा राम्रो पनि हुने भयो। कालो तोरी चाहिँ साथीहरू यति धेरै लटरम्मै हुन्छ देख्न सक्नुहुन्छ है। अनि साथीहरू यतातिर चाहिँ मैले चाहिँ यसरी सागहरू रोपेको छु। अनि तपाईहरुले देख्न सक्नुहुन्छ यो सागहरू चाहिँ यति राम्रो भएको छ साथीहरू। यो चाहिँ यो सागलाई चाहिँ बासमती साग भनिँदो रहेछ है साथीहरू। यो चाहिँ सलादको लागि एकदमै राम्रो छ, एकदमै मिठो हुन्छ सलाद खानलाई साथीहरू। अनि यो सागलाई चाहिँ मैले केमा रोपेको छु भन्दाखेरि साथीहरू हामीसँग चाहिँ कतिचोटि हैन अब भाडामा बसेको हुन्छ, रोप्ने ठाउँहरू हुँदैन, जग्गा जमिनहरू हुँदैन नि त हामीसँग। अनि हामीले चाहिँ कसरी रोपेर खान सकिन्छ आफैले पनि साग भनेर चाहिँ म तपाईहरुलाई देखाउँदैछु है साथीहरू। मैले चाहिँ केमा रोपेको छु भने साथीहरू यो चाहिँ हेर्नुस् त जार काटेर हैन त्यो पुरानो जारहरू काटेर पुरानो जारमा रोपेको यति राम्रो भएको छ। अनि साथीहरू यो चाहिँ मैले बोरामा रोपेको छु। अनि यो चाहिँ साथीहरू हेर्नुस् है मैले चाहिँ यो चाहिँ यो हेर्नुस् है यो के को बट्टाहरू हो। मैले यस्तो बट्टामा नि रोपेको छु साथीहरू। हेर्नु कति राम्रो देखिन्छ है, कति मजाले कति राम्रो भएको छ साथीहरू। हेर्नुस् त यस्तो बट्टामा पनि सागहरू यति धेरै राम्रो हुन्छ। अनि साथीहरू अनि यिनीहरू चाहिँ मैले यो पनि बोरामा रोपेको छु साथीहरू। हेर्नुस् त बोराको साग रोप्यो भने आफूले खान पनि पाइयो। अनि यता हेर्नुस् त साथीहरू यो दुईटा चाहिँ
यति राम्रो छ। यहाँ अलिकति के भएर साथीहरू यसलाई चाहिँ अलिकति पानीहरू राम्रो परेन जस्तो छ। त्यसो नगर्नु बेबी, रुमालमा फोहोर लाग्यो। अनि साथीहरू यो चाहिँ हेर्नुहोस् त, यहाँ मैले चाहिँ यो के भन्छ पिठोको हेर्न सक्नुहुन्छ। यसरी पिठोको प्लास्टिकमा मैले चाहिँ आटा पिठोको प्लास्टिकमा चाहिँ सागहरू यसरी रोपेको छु साथीहरू, हेर्न सक्नुहुन्छ। हेर्नुहोस् है सागहरू कति राम्रो छ है। अनि यो चाहिँ अलिकति यो दुईटामा चाहिँ साथीहरू नराम्रो पानी परे जस्तो लाग्यो, अलिक साग मरेछ। अनि यस्तो गर्न सक्नुहुन्छ साथीहरू। अनि मैले चाहिँ यसरी नै रोपेर खाने गर्दछु साथीहरू। सागहरू हेर्न सक्नुहुन्छ, यति राम्रो हुन्छ है, देख्न सक्नुहुन्छ है। हेर्दा नि खाउँ खाउँ लाग्ने छ है साथीहरू। तपाईँहरूले पनि यस्तै गर्न सक्नुहुन्छ साथीहरू। अब यसलाई फेरि यहीँ नै राखौँ, यसलाई फेरि यहीँ नै राख्नेछौँ यो सागलाई। अनि यस्तोमा पनि रोप्न सकिन्छ साथीहरू, यस्तो राम्रो हुन्छ। अनि मैले चाहिँ सानो बट्टा पनि रोपेको छु साथीहरू, हेर्नुहोस् त है कस्तो राम्रो हुन्छ है सागहरू। मल हालेर रोपेको चाहिँ एकदम राम्रो हुन्छ। अनि यो चाहिँ हामीले रोपेको यिनीहरू चाहिँ अर्ग्यानिक पनि भयो साथीहरू, यसमा कुनै विषादी युरिया केही पनि प्रयोग गरिएको छैन है साथीहरू। अनि यो चाहिँ एकदम राम्रो छ। अनि यो चाहिँ ठुलो झ्याङ छ साथीहरू, यो चाहिँ झिसाग भन्छ साथीहरू यसलाई चाहिँ। यो चाहिँ झिसाग हो है, यो पनि सलाद अनि तरकारी दुवै खान सकिन्छ साथीहरू। अनि यहाँ चाहिँ मैले ड्र्यागन फ्रुट पनि रोपेको छु है साथीहरू। मैले चाहिँ ठुलो कुरामा रोपेको छैन साथीहरू, यत्रो बाल्टीमा रोपेको छु हेर्नु त। अनि मैले रोपेको चाहिँ अहिले 5 वर्ष भइसक्यो साथीहरू। अनि यता बिरुवाहरू पनि बनाउँदैछु, हेर्न सक्नुहुन्छ बिरुवाहरू यसरी बनाइन्छ साथीहरू। अनि मैले चाहिँ यहाँनिर कलमी पनि बनाएको छु, यसलाई चाहिँ कलमी गरेको साथीहरू। अनि हेर्न सक्नुहुन्छ यसको बोट चाहिँ यस्तो छ। अनि साथीहरू यसले चाहिँ फल दिन सुरु गरिसकेको छ है। अनि यति एउटै सानो बाल्टीमा रोपेर पनि हामीले चाहिँ यसको फलहरू हामीले खान सकिन्छ साथीहरू। रोपेर आफूले प्राप्त खान सकिन्छ है साथीहरू। धेरै ठुलो जग्गा पनि चाहिँदैन यसलाई, यति सानो बाल्टीमा भए पनि हुन्छ साथीहरू। ल त साथीहरू, आजको बिहानीको चराको चिरबिर सँगसँगै साथीहरू म तपाईँहरूलाई पहेँलो पहेँलो फ्लावर्सहरू पनि देखाइसकेँ र फ्लावर्सको विषयमा पनि तपाईँहरूलाई भनिसकेको छु साथीहरू। र आज दिनभरिको भिडियोहरू चाहिँ म कस्तो ल्याउनेछु के गर्नेछु त्यो सबै भिडियोहरू चाहिँ तपाईँहरूले हेर्दै रहनुहोला मेरो भिडियोमा है त साथीहरू। म चाहिँ मुलाको सिम्टा बनाउँदैछु आज। अनि मसँग थोरै मुला छ साथीहरू, म चाहिँ आज मुलाको सिम्टा बनाउँदैछु साथीहरू। मुला चाहिँ यही नै हो है, धेरै ठुलो पनि छैन है, ठिकठिकैको छ। अनि मुला चाहिँ मसँग थोरै छ। यो चाहिँ त्यति मिठो भएन क्या साथीहरू, काँचै यतिकै खानुलाई, सलादको रूपमा खानुलाई। अनि म चाहिँ यसको चाहिँ सिम्टा बनाउन गइरहेको छु साथीहरू। यहाँ राख, यता राख, यता यहाँ लुगामा यसले काट्छ, यसो गर त है कति लाग्ने छ। अनि साथीहरू यसको चाहिँ सिम्टा बनाउँछु, पछि कुखुराको मासुसँग खानुलाई मिठो हुन्छ, त्यही भएर म बनाउँदैछु है साथीहरू। है त फेरि एकछिन साथीहरू, यहाँ म यसले चाहिँ काट्दैछु साथीहरू, हुन्छ कि हुँदैन यसले काट्नेछु। अनि यसले भयो भने भयो, भएन भने चाहिँ म छुरीले सानो पारेर काट्नेछु। र साथीहरू मैले चाहिँ यसले चाहिँ काट्नेछु है साथीहरू। यसमा यसरी लिनेछु अनि यहाँ राखेर काट्नेछु है साथीहरू। ल त साथीहरू, अब हामी चाहिँ ढिला नगरिकन बनाउन सुरु गरौँ है त। ल त साथीहरू, मैले मुला नि कोरिसकेँ, तर एकदम पिरो राग आइरहेको छ साथीहरू, एकदम पिरो। हेर्नुहोस् त कोरिसकेँ है मैले, यति भएको छ। अब यसलाई चाहिँ म मजाले निचोर्नेछु साथीहरू। यसको चाहिँ पानी आउँछ, यसलाई मजाले निचोरेर सुकाउनेछु म साथीहरू। एकदम धेरै पानी आउँछ कि साथीहरू, यो लाम्चो मुला हो नि त, त्यही भएर झन् धेरै पानी आउने। ल साथी, निचोरी पनि सकेँ मैले यसलाई। मुलालाई अब लगेर चाहिँ मजाले घाममा सुकाउने हो। ल साथीहरू, मैले यहाँ सुकाइ पनि सकेँ, यस्तो घाममा मजाले सुक्छ यो। अहिले
घाममा मजाले सुकेपछि कति दिनमा सुक्छ साथीहरू। ल आजको खाजा मसिनो खालको पिँडालु। ल साथीहरू हाम्रो खाजा पनि पाकिसकेको छ। अब हामी चाहिँ खाजा खानेछौँ। ल है साथीहरू अब फेरि दाल केलाउनु पर्ने। आज चाहिँ हाम्रो दाल केलाउने काम पनि छ। हाम्रो दाल चाहिँ साथीहरू यहाँ देख्न सक्नुहुनेछ है अहिले। ल साथी हामीहरू चाहिँ नुहाइधुवाइ गरेर आमा छोरी अनि खाजा खाएर अनि साथीहरू म चाहिँ अब फेरि यहाँ आजको दिउँसोको मेरो काम चाहिँ दालहरू केलाउने कामहरू छ साथीहरू। म चाहिँ दालहरू केलाउन गइरहेको छु। अनि साथीहरू दाल चाहिँ यस्तो छ साथीहरू। अनि यो चाहिँ कालो दाल हो है साथीहरू। अनि यो चाहिँ एकदम अर्ग्यानिक लोकल कालो दाल हो साथीहरू। अनि यो दाल चाहिँ हामीले गाउँबाट ल्याएको हो साथीहरू। अनि त्यही भएर एकदम अर्ग्यानिक छ। अनि यो कालो दाल चाहिँ एकदम मिठो पनि हुन्छ साथीहरू। तपाईँहरूले खानुभएको होला साथीहरू। अनि अब म चाहिँ यो दालहरू पहिले कालो दालहरू केलाउने छु साथीहरू। अनि अरू पनि केलाउनु छ। अनि यो चाहिँ अलिक धेरै छ साथीहरू। अनि अरू चाहिँ अलिक थोरै नै छ। हामीले जस्तै पनि खाइसकेको छौँ त्यही भएर। अनि साथीहरू केलाउँदै खाँदै गर्दा चाहिँ एकदम झियात लाग्ने क्या अब होइन। पकाउने बेलामा केलाइराख्नुपर्छ नि त। त्यही भएर एकदम गाह्रो हुने कहिलेकाहीँ हतार हुन्छ। अनि हतारको बेला पनि नहुने ढिलो हुने होइन साथी। त्यही भएर साथीहरू म चाहिँ आज चाहिँ सबै कालो दालहरू चाहिँ टक्क केलाएर कोही प्लास्टिकमा राख्नेछु, कोही यही बट्टाहरूमा हाल्नेछु साथीहरू। अनि त्यसपछि कहिलेकाहीँ आफूलाई खान मन लागेको बेला हतार भएको बेला यसो चट्ट भिजाइराख्यो बेलुकामै। अनि त्यसपछि बिहान पकायो छिटो पाक्छ अनि सजिलो हुन्छ है साथीहरू। त्यही भएर आज चाहिँ म सबै दालहरू कति हुन्छ केलाएर ठ्याक केलाएर राख्नेछु ल साथीहरू। फेरि को छोरी छोरा ल साथीहरू दाल चाहिँ हेर्नु न यहाँ थोरै छ है यति छ। अनि पोका छ कि साथीहरू। यहाँ हेर्नु न यो पनि केलाउनु पर्ने यति छ। यो केलाउनु पर्ने हेर्नु न है यति छ। यो अर्को सबै थोरै छ साथीहरू। अस्ति खाइसकेको कि केलाउनु खाँदै गरेको यसरी झ्याउ हुने भयो। अनि एकैचोटि केलाएर खाउँ भने साथीहरू यहाँ चाहिँ अलिक धेरै छ कालो दाल। यहाँ चाहिँ यति छ है। अनि हामी यो दाल चाहिँ केलाउनेछौँ साथीहरू आज। अनि सबै केलाएर एकै ठाउँ राखेपछि चाहिँ साथीहरू सजिलो हुन्छ नि त होइन। अन्त यस्तो छ। अब यहाँ चाहिँ साथीहरू कति किराहरू हुन्छन्, कति धानहरू हुन्छ, कति ढुङ्गाहरू हुन्छ है साथीहरू। अनि यसलाई चाहिँ एकदम राम्रोसँग केलाउनु पर्ने हुन्छ। त्यही भएर ल है साथीहरू हामीले दाल पनि केलाइसक्यौँ। यता केलाइसक्यो साथीहरू दालहरू। अनि यता मस्याङ अलिकति थियो मस्याङ। अनि यो चाहिँ यसलाई खुड्छु है म। अनि यता मस्याङ साथीहरू मस्याङ अलिकति थियो यो पनि केलायो। अनि साथीहरू यो चाहिँ सिमीको दाना हो। यसको चाहिँ रुख कस्तो हुन्छ साथीहरू मलाई थाहा छैन। यो चाहिँ घरबाट पठाउनु भएको यिनीहरू सबै। अनि यो सबै केलाउनु बाँकी थियो साथीहरू। अलिअलि केलाउँदै खाँदै गयो। साह्रै झियात लागेर साथीहरू मैले चाहिँ दालहरू सबै केलाइसकेँ। अब एकमा बट्टामा हालेर राख्ने हो। अनि त्यसपछि सजिलो हुन्छ साथीहरू। सजिलो हुन्छ भनेर चाहिँ मैले सबै थोरै भए पनि केलाएर ठिक्क पारेको छु साथीहरू। ल त साथीहरू मैले दाल पनि केलाइसकेँ साथीहरू। म चाहिँ आज नुहाएँ। अनि त्यसपछि अलिक जाडो भयो है साथीहरू। त्यसपछि मैले चाहिँ दुईवटा तातो लुगा लगाएको थिएँ साथीहरू। अनि एकदम गर्मी भयो क्या फेरि। अनि मैले चाहिँ यो मात्रै लगाएको छु साथीहरू। यो चाहिँ अलिक बाक्लो छ है। अहिले चाहिँ अलिक गरी महिना सुरु हुन थालिसक्यो नि त। त्यही भएर नुहाएको बेला चाहिँ चिसो भयो। अनि फेरि साथीहरू अहिले त कस्तो गर्मी भयो क्या। बेलुका भइसकेको छ साथीहरू। अब चाहिँ म आजको भिडियोलाई चाहिँ म यहीँ एन्ड गर्नेछु साथीहरू। अनि जो जतिजनाले मेरो भिडियोलाई हेरिदिनु भएको छ र मेरो भिडियो लाइक शेयर सब्सक्राइब गरिदिनु भएको छ तपाईँहरूलाई धेरै धन्यवाद। अनि साथीहरू जो जतिजना नयाँ जोडिनु भएको छ तपाईँहरूलाई मेरो भिडियोमा वेलकम भन्दछु साथीहरू। अनि हामी सबैजना एक अर्कालाई सपोर्ट गर्दै हामी चाहिँ अगाडि बढ्नेछौँ भन्दछु साथीहरू। अनि जो जतिजनाले मलाई फलो गर्नुहुनेछ म तपाईँहरूलाई फलो ब्याक अवश्य पनि दिनेछु साथीहरू। अनि साथीहरू हामी एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढाउँ है त भन्न चाहन्छु। अनि साथीहरू आजको मेरो भिडियोहरू तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियोलाई हेरेर तपाईँहरूले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ भन्दै साथीहरू आजको भिडियोबाट म बिदा हुन्छु। र अर्को भिडियोमा भेट्ने बाचाको साथ आजको भिडियोबाट म बिदा हुन्छु। ओके साथीहरू बाई बाई।